हेलो गाइस, वेलकम माई न्यू ब्लग। आज चाहिँ हामी देवधामतिर लागिरहेको अवस्था। खासमा चाहिँ हाम्रो नानीको भाकल भएर चाहिँ हामी देवधाम जाँदै गरेको भाकल बजाउनलाई। बाटोमा के हुन्छ हामी देखाउने छौँ। हामी चाहिँ घरबाट हिँडेको ठ्याक्क आधी घन्टा जति भयो होला। हामी अहिले चाहिँ ठ्याक्क घरमाथिको ठुलो टार भन्ने ठाउँमा छौँ। हामी चाहिँ अब जङ्गलको बाटो जान्छौँ। एउटा पनि घर छैन, गाह्रो छ हामीलाई। भारी बोकेर उकालो हिँड्नु परिरहेछ, दुईटा ब्याग। हामी चाहिँ अहिले हाम्रो पुरानो पार्टीदेखि तलतिर निक्लिँदैछौँ। अब हामीलाई लगभग जङ्गलको बाटो 3-4 घन्टा लाग्छ होला पुग्नलाई। आउनु त रात पर्ने भयो। आज कस्तो भइरहेछ अहिले? मम्मीको ढाडमा मजा भइरहेछ। परेवा उडाउनु जानुभएको नि? यस्तो हात गर्दैन। हामी चाहिँ अहिले फाइनली पार्टी आइपुगेको छौँ। खासमा यो पार्टी चाहिँ पहिला बाजे त के भन्नु, बाजे भन्दा पहिलोको त्योभन्दा पुरानो पुस्ताहरूले चाहिँ भारी बोकेर रात पर्दाखेरि बिसाउने ठाउँ हो क्या यो चाहिँ। बिसाउने घर, बस्ने घर, राति बस्ने। रात पर्दाखेरि यहाँ बस्थ्यो अरे। कतिजना त यहीँ अब हुन्छ नि, के अरे, चिसोको कारणले कतिजना मरेको पनि छ अरे क्या यो घरमा। आउनुहोस् हामी भित्र पसेर हेरौँ। यो हो भूत बङ्गला। भित्र चाहिँ यस्तो छ। यो चाहिँ खासमा भत्किसकेको थियो, पछि बनाएको हो। यो चाहिँ धेरै भएको छैन बनाएको चाहिँ। यो फेरि बनाएको चाहिँ यसको छानाहरू पहिला थिएन, छानाहरू भर्खरै लागेको हो। भित्र चाहिँ यस्तो छ क्या। कतिजना यहीँ मरेको होला क्या। अब यो चाहिँ पार्टीको छेउबाट देखिने परेनागीको भ्यू हो क्या यो चाहिँ। फोनको क्यामेरा राम्रो छैन, देखिन्छ क्या यहाँबाट चाहिँ। फाइनली गाइस, हामी चाहिँ अहिले भन्ज्याङ आइपुगेछौँ। सायद त्यो ठाउँलाई भन्ज्याङै भन्छ होला, नाम थाहा भएन। यहाँबाट चाहिँ हिमाल पनि देखिन्छ। अहिले चाहिँ हिउँ परेर हिमालमा सेतै भएको रहेछ। नानी, हिमाल देखियो? कस्तो रहेछ? सेतो? हाम्रो उडाउने परेवा चाहिँ यहाँ छ। आमाले परेवा मर्छ भनेर खोगी पनि सुँगुर हाल्ने, के अरे, खोगीमा हालिदिनु भएको छ क्या। फेरि यत्रो नानी भन्दा ठुलो भनेपछि कत्रो होला? 2टा परेवा पुरा उड्नै मिल्ने खालको। यहाँदेखि यतापट्टि इलाम हो, यतापट्टि देखिने पाँचथर हो। हामीलाई ठ्याक्कै 1 घन्टा लागेको छ। लगभग हामी 7:30 हिँडेको होला घरबाट। हामी ठ्याक्कै यहाँ 8:30 आइपुग्यौँ अहिले। हो यहाँबाट कति 2-3 घन्टा लाग्छ होला देवधाम पुग्नलाई। हाम्रो चाहिँ भोकले पुरा पेट बटारिसक्यो। अब धाम जाँदाखेरि भोक पेट जानुपर्ने हुन्छ। अनि फलफुल त खानु मिल्छ। अब हामी अलिकति थोरै फलफुल खान्छौँ, त्यस पछाडि हामी उकालो बढ्छौँ। हामी चाहिँ अहिले एप्पल खाँदैछौँ। एकदम मिठो। हामी चाहिँ फलफुल खाएर अलिकति पेट बनाएर अब
उकालो लाग्छौँ होइन नानी? एउटा चाहिँ खाएकै छ। हामी चाहिँ अहिले गोठ आइपुगेको छ। सुँगुर हेर न त, बाहिरै बसिरहेछ। कुकुर भुकिरहेछ। फाइनली गाइज हामी चाहिँ अहिले रातनिगाले भन्ज्याङमा आइसकेको छौँ। यहाँबाट चाहिँ दामी हिमालको भ्यू देखिन्छ। यस्तो छ हिउँ, यो त हिउँ नै हो कि के हो? सेतै छ क्या। आऊ गाइजहरू, हामी चाहिँ अहिले रातनिगाले भन्ज्याङबाट चाहिँ ओह्रालो धामतिर लाग्दैछौँ। बाटो पनि एकदम अहिले त मान्छेहरू कोही नहिँडेर पुरै झाडी भइसकेको रहेछ क्या। गाह्रो छ हामीलाई, र पनि अब हिँड्नु पर्यो। अहिले चाहिँ मैले दुईवटा ब्याग सम्हालिरहेको अवस्था। एकदम यहाँ मास्तिर रातनिगाले भन्ज्याङसम्म चाहिँ रमाइलो छ क्या ठाउँ, घुम्ने ठाउँ, फोटो खिच्ने ठाउँ, कस्तो दामी छ। अब एकताल तपाईँहरू पनि भिजिट गर्न सक्नुहुन्छ। अहिले चाहिँ हामी 5 करको बाटो हिँड्दैछौँ क्या। 5 कर गाह्रो छ हामीलाई। तुसारो जमिरहेछ बाटोभरि है, चिसो पनि लास्टै छ, अनि हिँड्नलाई पनि गाह्रै भइरहेछ हामीलाई। ओह्रालो झर्नु पर्ने हुन्छ। बेबी के छ? ए चिसो कतिको छ? एक भारीको। जङ्गलको बाटो हिँड्नुपर्छ क्या। यता चाहिँ घर छैन, के गर्नु, गाह्रो छ नि। घर भए त चिया खाँदै जानुहुन्थ्यो है। बाटोभरि यस्तो छ क्या। यो सायद यो हिउँ नहुन सक्छ, देख्दा चाहिँ हिउँ जस्तो देखिन्छ तर अलि फरकै देखिन्छ क्या। अलिक बिस्तारी बिस्तारी कति चिप्लो। यता त घाम त उही झन्नै चिप्ले। यस्तो छ बाटो, यस्तरी पक्री हिँड्नु परिरहेछ। अनि गाह्रो छ नि। फाइनली गाइज हामी चाहिँ बाटो नभेटेर खोज्दा हैरान भएर बल्ल बाटो भेटेर भर्खर आइपुग्यौँ। यो चाहिँ देउधाम हो। यस्तो छ देउधाम। यहाँ चाहिँ पहिला खतरा मान्छे भिड हुन्थ्यो, अहिले चाहिँ खासै छैन, कोही पनि छैन। अहिले चाहिँ हामी 3 जना मात्रै हो। अहिले चाहिँ हामी पूजासुजा गरेर अब पेट पूजातिर लाग्यो। घरबाट ल्याएको चाउमिन, चाउचाउ र अन्डाको चाउमिन अब हामी खान्छौँ। अनि त्यस पछाडि उकालो लाग्छौँ घरतिर। अब उकालो हामीलाई लगभग 2-3 घन्टा लाग्छ उकालो। त्यो नि बाटो बिर्सेर बिजोग छ हाम्रो, जङ्गल झोडाइ बिजोग छ। फाइनली गाइस हामी चाहिँ घर फर्किसक्यौँ। अहिले चाहिँ हाम्रो अवस्था एकदम नाजुक छ। गलेर हिँड्दा नानी बोक्दा उकालो ओह्रालो गर्दा खुट्टा दुखेर आज चाहिँ पुरै तेलले सेक्नुपर्ने अवस्था भइसकेको छ। गाह्रो छ।
अब आजको लागि यति नै भन्दै सबैलाई हेर्नेहरूलाई चाहिँ सब्सक्राइब सेयर गरेर चाहिँ भ्युज बढाइदिनु पर्यो।